हेलो साथीहरू, नमस्कार। म तपाईँहरूको बिचमाथि आज एउटा भिडियो लिएर आएको छु कोरिया भाषा कसरी पास गर्ने भन्ने विषयमा। तपाईँ कोरिया भाषा पास गरेर कोरिया जानै चाहनुहुन्छ भन्ने कुरा, पहिलो कुरा त तपाईँको जीवनमाथि एउटा दृढ सङ्कल्प हुनुपऱ्यो आफूभित्र। अनि त्यस पछाडि जाने कुराहरू, अगाडि बढ्ने कुराहरूमाथि तपाईँले पढ्ने कुरालाई एकदमै राम्रोसँगले र आफ्नो ध्यान दिएर अनि यसलाई निरन्तर लगातार पढिराख्नु आवश्यक छ। कति मान्छेहरू चाहिँ एकचोटि पढ्ने, एकचोटि एक्जाम दिने अनि एक्जाम दिएपछि फेल हुने, अनि फेल भयो भने तपाईँको के हुन्छ, गिभअप गर्ने, नहुने रहेछ, यस्तो हुँदैन, सकिँदैन रहेछ, बुद्धि छैन, मेरो त दिमाग छैन भन्ने मान्छेहरूको कतिको सोचाइ र कतिको काम गर्दै गर्नुपर्ने अनि अर्को कुरो पढ्नुपर्ने बाध्यता, आफ्नो कामहरू गर्नुपर्ने बाध्यता अनि पढ्नुपर्ने एउटा टाइम नमिल्ने त्यो अवस्थाहरू पनि भएको कारणले गर्दाखेरि मेरो टाइम छैन भन्ने कति साथीहरूलाई पनि हुनसक्छ। तर त्यो अवस्थामा हामीले अहिले त विभिन्न माध्यमहरू छ होइन, युट्युबहरू छ। युट्युबबाट पनि तपाईँले कति कुरा हेर्न सक्नुहुन्छ र कति कुरो चाहिँ राम्रो टिचरको बुक लिएर, बेसिकदेखि राम्रो लिएर तपाईँले पढ्नुभयो भने एउटा राम्रो हुन्छ। र यो कुरो त त्यो पढ्ने कुरामा भयो। अर्को कुरो, पढ्दाखेरि तपाईँले कति साथीहरू छेउछाउमा छ भने त्यो साथीहरू, कति मान्छेहरू, कतिको नपढ्ने बानी, कसैले चाहिँ यसो अब के गरौँ गरौँ भनेर, कति चाहिँ बाबुआमाले चाहिँ पढ पढ तैँले केही गरेनस् भनेको प्रेसरको कारणले गर्दाखेरि पढिदिउँ न त भन्ने हुन्छ। त्यस्तो साथीहरूको सङ्गतबाट चाहिँ तपाईँ टाढा रहनु पर्यो। अनि कति मान्छेहरूले फेरि तपाईँले पढिराख्दाखेरि पनि कति पढेको हो त विद्वानै तैँले, त खतरा हुने भइस् भन्ने हुन्छ। कतिले चाहिँ खुट्टा तान्ने पनि हुन्छ, कतिले चाहिँ त्यो पास पो होला कि त्यसले भनेर कतिको खुट्टा तान्ने, कतिले चाहिँ अब कुरा गर्दा कसैको चाहिँ अल्छे मान्छे हावामा उडाइदिने। यस्तो सङ्गतहरूबाट चाहिँ अलग रहनु पर्यो। र पढ्दाखेरि अब अर्को कुरो, पढ्ने कुरोको विषय आयो। पढ्दाखेरि चाहिँ तपाईँले निरन्तर पढ्नु पर्यो। अगाडि पढिराख्नु भएको विषय तपाईँले अहिले बेसिकमा पढ्नु हुँदैछ। बेसिकमा पढिरहेको कुरालाई चाहिँ तपाईँले भोलि बिर्सिँदै जान्छ। अहिले तपाईँलाई राम्रो आउँछ, सुरुमा तपाईँले गनदर पढ्नुको लागि तपाईँलाई कति पनि पर्दैन, अनि 2 दिनतिर तपाईँले जानिहाल्नुहुन्छ। तर त्यस पछाडि मिनिङहरू पढ्ने कुरामाथि चाहिँ अगाडि तपाईँले पढ्दैछ, भोलि तपाईँले बिर्सिँदैछ क्या, हिँड्दैछ पाइला मेट्दैछ भन्ने जस्तो हुन्छ। त्यसले गर्दा तपाईँले अहिले पढ्दै गरेको कुराहरू तपाईँले अहिले पढिराख्ने, अनि पढिराखे पछाडि अस्ति पढेको कुरालाई पनि तपाईँले फेरि रिपिट गरिबस्नु पर्यो। अनि यसलाई चाहिँ तपाईँले प्राय गरिबस्नु पर्यो। अहिले जबसम्म तपाईँले ठ्याक्कै सोद्धाखेरि ठ्याक्कै आउँदैन, तबसम्म तपाईँले गरिराख्नु पर्यो। र अर्को कुरो भाषा हो। भाषा भएको कारणले गर्दा तपाईँले चाहिँ त्यसलाई चाहिँ एकदमै कण्ठ धेरै लेखेर लेखेर पनि गर्न सकिन्छ। अनि तपाईँले त्यसलाई बार बार भनिबस्ने होइन, अनि तपाईँको मन ध्यान चाहिँ त्यसमै जानु पर्यो। यदि तपाईँ साँच्चै नै पास गर्नुहुन्छ भने तपाईँ कन्फर्म पास गर्न सक्नुहुन्छ। तर तपाईँले आफ्नो दृढ सङ्कल्प चाहिँ त्यसमा हुनुपर्यो। म यहीँभन्दा अरू केही गर्दिनँ, यसमै जान्छु, यसमै गर्छु भन्ने कुरामा चाहिँ तपाईँले चाहिँ गर्नुपर्यो। त्यसैले गर्दा तपाईँले रिपिट पनि गरिबस्ने, अहिले पढिरहेकोलाई पनि तपाईँले एकदमै पढ्दाखेरि अब कति कुरा अरूको भाषा हो, एकैछिनमा कति दिमाग हुनेहरूको एकैछिनमा आउन पनि सक्छ। तर त्यो आए पछाडि तपाईँले एकैछिनमा बिर्सिनु नि हुन्छ क्या। त्यसैले गर्दा तपाईँलाई चाहिँ एउटा भन्नु बित्तिकै, अब खादा भनेको जानु होइन, खादा भनेको के हो, जानु भनेर ठ्याक्कै भन्नु पर्यो। ओदा भनेको आउनु होइन, त्यसरी अन्ता भनेको बस्नु, यसरी मक्ता भनेको खानु, यसरी भन्दा ठ्याक्कै सुनिसक्दाखेरि ठ्याक्कै तपाईँलाई आउनु पर्यो। यस्तो चाहिँ तपाईँले बनाउनु पर्यो। त्यसैले गर्दा तपाईँले रिपिट बार बार गर्नु पर्यो। अहिले तपाईँ उदाहरणको लागि तपाईँ 30 च्याप्टरमा हुनुहुन्छ भने तपाईँले अगाडिको 1, 2, 3, 4, 5 च्याप्टर पनि पढ्नु पर्यो। अनि बेसिकमा पढ्नु हुँदैछ भने तपाईँ चाहिँ अहिले अरू माथिको ग्रामरतिर पुग्नु भएको छ भने पनि तपाईँले अगाडिकोलाई पनि रिपिट गरिबस्नु पर्यो। यदि त्यसो गर्नुभयो भने तपाईँले राम्ररी पढ्नुहुन्छ। अनि यसलाई चाहिँ तपाईँले एकदमै रिपिट गरी बार बार, अनि अर्को कुरो साथीहरूसँग सोधेर, अथवा त्यसो भएन भने तपाईँले एकपट्टिकोलाई छेक्ने होइन। अब साथी छैन भने एकपट्टिकोलाई तपाईँले नेपालीकोलाई छेक्ने अनि कोरियनलाई पढ्ने, अनि त्यस पछाडि फेरि भएन भने कोरियनलाई छेक्ने अनि नेपालीलाई पढ्ने। अनि पढ्दै जाँदाखेरि तपाईँले बिस्तारो त्यो अल्झेर हुँदैन क्या, सरर पढेर यहाँबाट माथि पढेर गएपछि टक्क टक्क चाहिँ ठ्याक 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 ठ्याक
ठ्याक ठ्याक ठ्याक हेर्दै हेर्दै हेरेर गएपछि भन्दै 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 गएपछि यता नेपालीकोलाई ठ्याक 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 यो भनेको यो हो, यो भनेको यो हो, यो भनेको यो भनेर ठ्याक 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 तपाईँले जान्नु पऱ्यो, त्यसरी भनेर जान्नु पऱ्यो होइन। अनि त्यसपछि फेरि यतापट्टि एउटा कोरियनलाई छोप्ने, अनि नेपालीबाट भन्दै जाने, नेपालीबाट भनेको यस्तो हो, यस्तो 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 हो, कोरियनमा यस्तो हुन्छ यस्तो हुन्छ यस्तो हुन्छ भन्ने कुराहरूलाई ख्याल गर्नु पऱ्यो। अर्को कुरो लेखाइ, लेखाइ पनि होइन, अब एउटा उच्चारण एउटै हुन्छ तर लेखाइ फरक हुन्छ होइन। त्यो कारणले त्यो लेखाइलाई बुझ्नुको लागि चाहिँ लेख्दै पनि पढ्नुभयो भने एउटा कुरा राम्रो हुन्छ। र अर्को कुरो तपाईँको टाइम छैन भने अब तपाईँ कोही बेला कहाँ जानुपर्ने हुन्छ, के गर्नुपर्ने हुन्छ, त्यो परिस्थितिमा चाहिँ तपाईँले सानो चिल्कटहरू बोकेर त्यो इम्पोर्टेन्ट तपाईँको पढाइ भइरहेको च्याप्टरको विषयको मिनिङहरू बोक्ने चिल्कटतिर अनि लेख्ने, अथवा मोबाइलतिर खिच्ने। अनि कति साथीहरूले मोबाइल हेर्दैछ भन्ने हुन्छ होइन, अनि त्यतिखेर तपाईँले त्यो हेर्दै गर्नुहुन्छ, अनि पटक पटक हेरेर गर्न सक्नुपर्छ। त्यसो गऱ्यो भने राम्रो हुन्छ। अनि एक्जाममा लेख्दाखेरि चाहिँ तपाईँलाई एकचोटि सुन्दाखेरि चाहिँ तपाईँले ठ्याक्कै जानिसक्नु पऱ्यो, त्यो चाहिँ यो भनेको यो हो भन्ने कुरा चाहिँ जानिसक्नु पऱ्यो। त्यसैले त्यसो गर्नुभयो भने हामीले पास गर्न सक्छौँ। अनि मेरो केसमा भन्ने भने चाहिँ मेरो पनि व्यस्त होइन, व्यस्त हुँदाखेरि मैले चाहिँ हाततिर पनि कति लेख्थेँ। अनि यो हाततिर लेख्दा चाहिँ अब एउटा शब्दले कति हामीलाई फरक पर्छ क्या। एउटा शब्दलाई हामीले जानेको छैनौँ भने होइन, फान्देमाल फिसुतमाल हामीले जानेको छैनौँ भने एउटा शब्दलाई चाहिँ जानियो भने कति फरक हुन्छ। त्यसैले गर्दा एउटा शब्द भए पनि आफ्नोमा एउटा दुईवटा हातमा पनि लेखेर हिँड्यो भने चाहिँ ठक्कै तपाईँ जहीँ जानु हुँदाखेरि पनि, खान बस्दा अथवा हात धुँदा तपाईँले ठ्याक्कै देख्नुहुन्छ क्या। अनि त्यसो गरेपछि तपाईँलाई एउटा भए पनि त्यो तपाईँलाई फाइदा मिल्छ। त्यसैले गर्दाखेरि तपाईँले यसो गर्नुभयो भने एकदमै राम्रोसँगले पास गर्नुहुन्छ। र अर्को कुरो तपाईँले चाहिँ गिभअप गर्नु भएन, जस्तो गरेर भए पनि त्यसलाई निरन्तर दिएकै गर्ने। अनि एकचोटि तपाईँ फेल हुनुभयो भने नि अर्कोचोटि तपाईँ नयाँ जस्तो गरेर पढ्नु पऱ्यो। तपाईँले अरू जस्तो मैले त यति जानिहालेको छु नि, अब पुरानोहरूलाई चाहिँ म कम्पिटिसन गर्न सक्छु भन्ने होइन। तर तपाईँले हरेक समयमा चाहिँ म चाहिँ 100मा 100 मिलाउँछु, 40मा 40 मार्क्स ल्याउँछु, त्यतिको चाहिँ म मिलाउँछु एउटा मेरो आत्मसम्मानको लागि पनि भन्ने हिसाबले चाहिँ गर्नुपर्छ। र अर्को कुरो, हजारौँ मानिसहरू छ, हजारौँको भिडमा के सकिन्छ होला र भन्ने कुरा आउँछ। तर तपाईँलाई चाहिँ एउटा चाहिएको हो नि त, एक सिट। त्यसैले गर्दा तपाईँ एउटा कोटाको लागि तपाईँले भिड्नु पऱ्यो। मलाई चाहिँ एउटा कोटा चाहिएको, अरू म जान्दिनँ, म चाहिँ 100मा 100 ल्याउँछु। अनि यसको टार्गेट गरेर पढ्नुभयो भने तपाईँले 38-39 कट लाइन भयो भने पनि तपाईँलाई केही फरक पर्दैन। त्यसैले गर्दा त्यसो गर्नुभयो भने एकदमै